टु मिनी गार्डन लन्च बसे पछाडि म जाँदैछु। साइकल कुदाउन जाने भए त साइकलमा आउने घुम्ने त बिहार भनेको बिरगन्जो बिहार 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 बिहारबाट इन्डियाबाट पुरा आउँछ यतापट्टिबाट काबा हो मलाई सबसे राम्रो घुम्ने ठाउँ चाहिँ यही बनाएको रहेछ क्या तीर्थस्थल यतिको राम्रो हुन त विदेशी डलर नआउने त ठाउँ नै छैन नि मैले नि हौ डलर कतिवटा देशको पैसा बाहिरका डोनेसन बक्सहरू कति यहाँ मन्दिर बनाउने कार्य कहिले पनि सकिँदैन यो चलिरहन्छ एकदमै यो भइरहेको यहाँका यी इलेक्ट्रिक भेहिकलहरू होला यो टनलहरू के को लागि बनाएको थियो पहिल्यैदेखि थियो के बनाउनु यही भित्र होटल रेस्टुरेन्टहरू पनि दिएको छ के छ अनि गाडीको खर्च हेर्दै अनि भोटे हालिँदैन यसो छेर्ने त यो म पढाएकोमा आयो है अब बर्तनमा त झल्को बेला यहाँ यहाँमा यिनीहरू गाडी लिएर त्यहाँ बच्चाहरू आउँछन् स्कुलको केटाहरू गरिदिन्छन् एकचोटि उठाउँछन् एकचोटि खोल्छ
यो मन्दिर घुमाएको हामी सबैले सबै 1200 हेर्नु त हजुर सर 2 घन्टाको समय हुन्छ 2 घन्टामा पुरै मन्दिर जसरी एउटा मन्दिरमा 10 देखि 15 मिनट लगाउनुहुन्छ भने पुरै मन्दिर घुम्न पाउनुहुन्छ सर अब एउटा मन्दिरमा गएर 1 घन्टा 2 घन्टा बस्दिनुहुन्छ भने फेरि गाह्रो हुन्छ सर आउनु सर म बताइदिन्छु जाने हो फर्स्टमा मायादेवी जाने नि मैले लास्टमा सोचे लिएर जानको लागि अनि फर्स्टमा त मायादेवी लास्टमा जाने हो भने लेगाम जो मायादेवी नै भयो त्यहाँ अहिले पुरो खाली हुन्छ अरू यता घुम्दैछन् कि उता अलि खाली हुन्छ त्यहाँ पुगेर अन्तिम कसरी गर्दा चाहिँ छिटो हुन्छ अब यतादेखि जानुहुन्थ्यो भने अलि छिटो हुन्थ्यो किनकि बिहान बिहान यो मन्दिर खुल्दैन 8 बजे यो मन्दिर खुल्छ होइन मायादेवी एकदम पैक हुन्छ त्यही कारणले यता लिएर आयो अब हामीहरू जाँदै जाँदा त्यो मायादेवी खाली भयो ल ल म लोकेसन बताएर त्यसपछि केही त छैन सर फर्स्टमा त्यो मन्दिर घुम्ने हो त्यो बजरियाङको यहाँ सुन्नु न सर फर्स्टमा त्यो घुम्ने सेकेन्डमा त्यही बाटो गएर त्यो सिङ्गापुर घुम्ने वहाँ घुमेपछि यो जर्मन त्यो फ्रान्स त्यो नेपाल घुमेपछि ऊ जहाँ आइसक्रिम छ नि त्यसको अगाडि हाम्रो गाडी हुन्छ यहाँ आउन पर्दैन त्यही घुमेर त्यही आइहाल्नु है सर त्यो गेटमा आइसक्रिमको अगाडि हाम्रो गाडी हुन्छ त्यहाँ नेपाल घुमेपछि त्यहाँ आउनु है ल त्यो चाइनाको चाइना कोरिया यो कुन हो ग्रुप भनेपछि त दिवसभर किती लोक येत असतात माया आणि अलिकति है सरी सात हजार ल्यायो त्यहाँ ब्यागमा छ त पछाडि
हेलो बाबू आइज कहाँ हिँडेको अरे लेख्यो लुम्बिनी है लुम्बिनी गौतम बुद्ध नयाँ मन्दिर बनिँदैछ कसले बनाइरहेको मन्दिर हो जापान सिङ्गापुर होला निषेध पस्नै नमिल्दो रहेछ एउटा चाइनिज टेम्पल छ नि एउटा सबै वाइट हो मुभीहरू सुटिङ हुन्छ नि नाइस हुन्छ सिङ्गापुरे मन्दिर उर्गेन दुर्जे छोलिङ बुद्धिस्ट सेन्टर गुम्बा यो चाहिँ सिङ्गापुरले बनाइदिएको टेम्पल होइन हामी अहिले सिङ्गापुरले बनाइदिएको टेम्पलमा आएछौँ लुम्बिनी सिङ्गापुर पनि बुद्धिस्टमा पर्छ बुद्धिस्ट कन्ट्री हो सिङ्गापुर चाइनिजहरू हो नि त्यो पनि चाइनिज मलै अहिले सिङ्गापुरले बनाइदिएको टेम्पल है यो लुम्बिनीमा रहेको यो टेम्पल चाहिँ सिङ्गापुरले बनाइदिएको फोटो खिच्न पाइन्छ भित्र फोटो खिच्नु कहाँ उयो त पाउँदैन पाउँदैन पाउँछ के लेखेको छैन पाउँछ पाउँछ वेलकम टु सिङ्गापुर टेम्पल कृपया जो बाहिर खोलेर भन लाइभ भिडियो होइन जस्ट भिडियो भिडियो गरिरहेको जानेभित्र जानु माइदेवीको जानुपर्छ माइदेवी एकैचोटि अब होइन उता ठुलोसँग थुप्रो यहाँ कता उता आउनु हुँदैन माथिभित्र खिच्दै बाहिर लुम्बिनीको झल्कन त त्यहाँ मात्रै छ नि त्यहाँ मात्रै माइदेवीबाट
मायादेवीमा पनि अङ्कल त्यो बाहिरको मन्दिर वरमा त्यो लुम्बिनीको मन्दिर नै त त्यसले त त्यो मन्दिर खिच्नु तपाईँ बागमेरीको गएर खिच्नु मायादेवीमा खिच्नुहुन्छ यो लुम्बिनी छ है भन्ने मात्रै हो यो चाहिँ देशहरूले बनाएका क्या एकैवटा मन्दिर यसरी घुम्नु है नि 2 दिनमा नि सकिन्छ त्यत्रो मन्दिर त्यो त एक पाटो उताको पाटो देखेको छैन रोडदेखि 2 बाटो हो छ त एक बाटो सबै देशकै हामी रङ आयो क्या भाइ बरु हिँडेर त्यो बिचको बाटो जानुपर्छ र हामी त्यही त त्यसलाई के लाग्यो सिधै बोर्डबाट मायादेवी गएको भयो बजार ए ऊ देव त यो नि बाटो यो पनि थियो नि त्यो बाटो त्यो बाटो यस्तो गाडी वहाँ लगेर आएछ गाडी वहाँ छ है यस्तो छ त्यहाँदेखि सिधै जाने हो क्या गाडी वहीँ छ छोडा न अन्नाले कहाँ छौँ हामी नाकदोलोमा घुमाउनुपर्छ भने म त नामै धर्म छ राइट साढे 3 पल्ट घुसिसक्यो त हामी त्यो खोलाको राइट साइडतिर छौँ कि लेफ्टतिर मेन त्यो तालको छ नि त्यो अहिले त्यसको हामी कुर्वेन टेम्पलमा छु हामी लुम्बिनीको कुर्वेन टेम्पल कोरियाद्वारा निर्मित मन्दिर लाइट पर्छ यता त त्यो सिडीको तल एउटा ढोका छ त्यही ढोका म्युजियम छ घुमेर हेर्दै हुन्छ कृपया जुत्ता चप्पल यहाँ खाली हजुर
जुत्ता लाउँछ के गर्नु यस्तोमा डेन राइट ओम माने प्रेम हो के सलाम मालिकको मारे मुस्लिममै छ मन्दिर मुस्लिममै छ बुद्धिस्टले मुस्लिम ए भाइ जसको मन्दिर छ क्या मुस्लिम कन्ट्रीले नि बनाइदिएको होला सायद होइन यहाँ होइन यो बुद्धिस्ट एरियामा कहाँ छ माने मुन्दैमा थाहा छैन यसो पार्नुपर्छ यस्तो मन्दिर घुमेको थिएँ तामाङले त जतिवटा नि घुम्यो देब्रे दाहिने जतै देब्रे जाइदिए तल माथि है देब्रे हातले त कहिले नपार्नु कुनै पनि मन्दिरमा हो कुनै पनि मन्दिर हजुर दाहिने दिएर त ठिकै छ माथि त हुँदैन निकालिहाल्छ माथि स्वयम्भूको आकारको रहेछ के अरे लुगाको पोकाले के अरे त्यो दिन भन्नु नै स्वयम्भू मन्दिर भन्नु लुगाको पोकाले हाना अरे माथिको दिन लुगा खोलेर त्यो लुगा पोको कसो थियो पनि त्यही मैले त फिर्ता गर्दै परै ओर्लिनुपर्छ कता परै ओर्लिनुपर्छ राउन्ड पत्तै पुग्छ अनि भगायो त दोर्जे दोर्जे के हो गर्ने दोर्जे भनेको त्यो समाउँदा घन्टी पनि त्यहाँ हुन्छ अनि यो दोर्जे भनेको जतिखेर लामोले चलाउने यो यी घन्टी नै जोडेको हुन्छ यहाँ उभिनु न यो पछाडि ब्याकग्राउन्ड राम्रो उतै कोरिया नै के अरे चाइनै गयो जस्तो आउँछ नि त ल है यहाँको दृश्य अब त गर्मी पो हुन थालेछ है काका हो अब चाहिँ गर्मी भएछ ए भाइ यो छजना जाने आउने है 600 जाने र फर्किने 6 जनाको भाइ 20-25 टिकट काटेर बाबा उहाँ के मिलेको छ कुन बच्चालाई एकजना कति हो 5 वर्ष भन्दा माथिको लाग्छ भाइ एकजनाको 100 रुपैयाँ सर जाने आउने जानेलाई मात्र 50 हामी जाने चाहिँ कता जाने मात्र 100 रुपैयाँ जाने मात्र सर यहाँ सुन्नु न हजुर यहाँ हुनु उहाँहरूलाई चढ्न दिनु एकजना आउनु यहाँ घुमेपछि बस्दै गर्नु बस्दै चढ्नु नि मायादेवीमा एकजनाको 20 रुपैयाँको टिकट लाग्छ बेलडाङको गाडी जस्तो तपाईँ त बिचमा बस्नु अगाडि यता हुन्छ अगाडि यता ल
यो बेलडाङीको गाडी जस्तै हो नभरेको नहिँड्ने गाडी भए चाहिँ नि यता दिलसँग नाता स्पिड लाग्यो स्पिड जान्थ्यो मान्छे त त्यो होइन नि स्पिड जाने बोटी छैन पहिला थियो हामी आउँदा कुदाएको थियो राखिरहेको थियो त्यसपछि 2-4 जना मात्रै हुन्छ क्या यो त बेलडाङी गाडी त्यसै एउटा त्यो गीतमा छ एउटा गीत थाहा छ आर्यन सिक्देल र पूजा शर्मा है आँटिसक्यो यो दिलले दिलसँग नाता गाँस तिमी भन्छौ भने त
जो चाहिँ कहिले पनि निप्दैन। कितना हो यता यता उता राम्रो हुँदैन। यो एकजनाले यो पक्रिदिनु न त हौ। हामी लुम्बिनीको मायादेवी टेम्पलतिर जाँदैछौँ। गाउँदै रमाउँदै लिम्बुनीमा रमाउँदै हनुमानका सेना सेतो पनि पऱ्यो। बाइडेनका दाजु यस दिवस यो होइन लुम्बिनी हामी एक हौँ। टिकट लिन्छ अहिले हेर्नु ल क्यामेराको। यो के भएको छ? सिद्धार्थ गौतम सिद्धार्थ गौतम सोसल पिरियडमा कसले भाग्न लागेको थियो? सोसल पिरियडमा स्कुलबाट भाग्यो होला अनि कहाँ हुन्छ? खै मोटु ए उफे जेकर गाडी छुट्यो झुकिँदैछौँ बदरडन्ठी बदरडन्ठी त्यत्रो स्टुडेन्ट टुरमा आएको गौतम बुद्ध नाम आमाले त्यसरी भाटा हान्नाले होइन। आई लभ राई नै बेला बेला गुरुङ नि मगाएको पोखरा गुरुङ आमाले भाटा हान्नाले अनि दिवस त रेनोमा व्यस्त होला। ओ ल आई लभ तामाङ नि जिडा गेटबाट होला है को अरे अङ्कल? गाउँले आउँदै रहेछ न गाउँले नि ठक्कै गाउँले पऱ्यो क्या अब ती गाउँलेहरू त उठाउँदा नै हुन्छ बिस्तारै बिस्तारै देखिन्छ नि ज्याकेट गर्मी भएछ गाउँलेलाई हामी पर्दैन नि चिसोमा बसेको अनि मधेस भइकन पनि गर्नु छ है अमेरिका सम्म ठाउँ भइकन गर्मीमा मर्नुहुन्छ गर्मी हिउँ पर्छ उहाँ पनि अनि हिउँदोमा त्यहाँ हिउँ पनि पर्छ तर खोइ त्यहाँमा पर्दो रहेछ तर आइसपछि बेसी पर्दो रहेछ आइस ठाङ्ग्रे नै हुन्छ नि चिसो फेरि राख्दै होला म अहिले मायादेवी हुन्छ यो मान्छे गो आइरहेको छ आउनु चाहिँ। अहिले हामी मायादेवी टेम्पलतिर जाँदैछौँ जहाँ चाहिँ बुद्ध जन्मिएको ठाउँ भनेर मानिन्छ। मन्दिर भित्र जथाभावी खोज्नु गरिदिनु होला शान्त भइदिनु होला शान्त भनेको
त्यही भेज त मलाई देखाएको म पुरै गोब्राले पनि ठोक्दैछौ माया देवी लुम्बिनी लिखेले खिचे चाहिँ क्या अहिले पनि खिचे चाहिँ क्या लिखेले हो अहिलेको भ्या छ भित्रको भ्या त अलिकति भ्या र थाहा के हेर्छ तिनीहरू त्यो चोर्नु सक्ने कुरो खायो अहिले उताबाट एउटा हाना भाइ उता हान्दै अरे कस्तो लागिरहेछ एकदम ठिक म ध्यानमा बसेको यहाँ फोटो देव तिमीले नेपाल दर्शन पुरै गराइदियो लुम्बिनी दर्शन धन्यवाद देव तिमीलाई थ्याङ्क यू मेनी मेनी थ्याङ्क यू देव धर्कनमा क्यारे सुनिल सेट्टीको नाममा देव थियो धर्कन हेरेको थियो हेर त्यो त सुनिल सेट्टी शिल्पा अङ्कललाई बोलाउनु के भन्नु छ अशोक स्तम्भ अशोक स्तम्भ अशोक राजा भाइ बुढीको माइत घुम्यो दिवेश दाइ चाहिँ बुढीको माइत घुम्नुभएको अरे ससुराली कसको दाइको ससुराली भयो नि त घरमा पात्दाखेरि दिवसको ससुराली सुनिन्छ हो दाइ हो उता अगाडि गर भनेको मेरो होइन हो कि होइन सोधेको हो ए हो हो अलिक बिस्तारै
ओ भाइ मेरो फोन आएन उता यहाँ टिकटक नि हो गर अगाडि गएर नाच्दिनु अगाडि गएर नाच्दिनु नि टिकटक अगाडि गएर नाच्छ देउता खोइ कालो चस्मा लाग्छ उता 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 अघि एउटालाई ढेसिङ दिइहाल्नु सानो तर्सिन त्यो कसलाई ढेसिङ हान्नुभयो कहिले ए कहिले पो अरे अहिले मैले हानेर लाग्यो नि लागेन कन्ट्रोल लाग्यो लाग्नु मलाई फिलै भएको लाग्दैन केटीलाई लागेको लागेन लाग्यो हो लागेन तिम्रो लागेको देख्यो होला पर लाग्यो किस खायो हो किसमा देखा बन्जी जम्मा त्यो खोला छेउमा पुग्यो यस्तो मात्रै भयो त्यहाँ मेरो त्यत्रो पार्ला लडिहाल्थ्यो नि अघि सानो मच्यो नि मेरो काला चस्मा हामीले ठ्याक्कै दिइरहेको छु पानी त सुकिसकेछ सफा गरेको रहेछ यता पनि त्यस्तै थियो नि यतापट्टिको यता पनि त्यस्तै थियो सफा गरेपछि ल्या घुँडा फाटेछ नि ल्या लोटे नि त्यो सक्यो अन्त लोटे हुन्छ न पूजा लुटे आउनु भन्छ के भने के भने मैले बोलेको उसले बोलेको उसले बुझेन क्या बुझ्यो अघि उहाँ लोटेको अरे घुँडा फाट्यो है भन्ने त लोटेर फाट्यो भन्नु लडेर भनेको कि लुटेर भनेको लडेको लोटे भन्ने त्यही हो लोटे आउँछ भाइ बात बढाउँदा डल्लै पापाको परिहरू हो बरको पातो अनि के लुम्बिनी आई लभ लुम्बिनी लिम्बुनी मात्रै रहेछ कम्बोडियाको अरे यो चाहिँ